रहेछ अरे मस्त निन्द्रा पुग्यो अहिले त म त मस्त सुत्ने यार सब्जीलाई त यता पुरै यस्तो गरेर सुत्ने बानी रहेछ आधी लगभग निन्द्रा पुग्यो जस्तो छ तिम्रो के छ मलाई सुतेकै छैन हो र फेरि पहिलाको प्रिभियस ट्रेक जस्तै हो क्या कोसिस जारी छ के छ ब्रोको घुर्न थालिसक्यो हो र तिम्रो घुराइले नि डह्रो नि यता एफेक्ट परे जस्तो हल्का साउँदैन गाह्रो केटाहरूको पछाडि कस्तो छ सुतिसक्यो कि टाइम कति भयो टाइम साथी टाइम कति भयो मिड नाइट हो यसो अन्दाज यति मुन कता छ मुन गाडी रोक्यो अब 1 घन्टा 2 घन्टा 1 घन्टा त कहाँ रोक्छ हौ साथी यार मस्त निदाउने के छ केटा हो मस्त निदाएछ त हेर्नु जाउँ यस्तो ल गाइस सर्ट ब्रेक के छ सरजी सुतिन्छ कि एकैछिन ल अब आउटपुट दिउँ यसो मुन त कता लजाएछ खोइ खोइ त हाम्रो केटाहरू गइसक्यो फेरि सुत्दै स्पेसल सिट रे नि त केटा हो हामी त स्पेसल सिटमा गऱ्यो स्पेसल पर्सन एक निन्द्रा म सुत्छु अब 6 बजीसम्म टक्क ल एकै निन्द्रामा पुगिन्छ हो बेनी अब एक निन्द्रा बेनीको चाहिँ ठ्याक्कै ठिक हुन्छ मलाई इनफ हुन्छ खतरा हुने रहेछ त हिरो देखिरहेछ त केटा त सबै थकान अब 2 आवर्समा चाहिँ हामी पोखरा पुग्छौँ अनि त्यसपछि चाहिँ 4 घन्टा जस्तो लाग्छ होला हामीलाई बेनी पुग्न ल ठिक छ सुशान्त सर भनेपछि मलाई विश्वास लाग्यो के हो हाम्रो अर्को सर त सुत्यो क्या ए लाग्दैन के हो मालढुङ्गा केटिएमबाट मालढुङ्गा आइपुग्यो कति बजेछ सरजी कति बजेछ 6 बज्यो ए भनेपछि 11 घन्टा लाग्यो अहिले यहाँ आउन बागलुङ के अरे उता बेनी पुग्दाखेरि 12 घन्टा होला ल बेनीको बजार अप्रोक्स 12 आवर्स
साढे 6:30 बजे लागेर हामी त्यस्तै अहिले 6:30 आइपुग्यो जानुपर्ने हामी हेमखोला तर बेनी बजारसम्मको मात्र बस पाएको कारणले चाहिँ हिँडसम्म यहाँबाट फेरि होइन त सरजी हेमखोला जाने अब टुङ्गो लाउनु पऱ्यो नि त यता जाडो जाडो छ डाइरेक्ट हेमखोलै जाँदा ठिक होला नि होइन डाइरेक्ट जाने हो हामी त्यही ठिक होला हिमकोलाबाट तातो पानीले फ्री गाडी जानुपर्छ तातो पानीले फ्री गाडी सर्नुपर्छ तातो पानीमा रोक्यो भने चाहिँ तातो पानीमा रोक्ने कारण भनेको अलिअलि त्यही सामान राख्ने हो फर्किँदा चाहिँ फस्नु पर्ने हो तातो पानी